गाइज हामी चाहिँ बर्दुको आइसक्यौँ ईश्वरहरू अझै आइपुगेको छैन रोशनलाई चाहिँ भेटिसक्यो है फेरि म गिफ्ट बोकेर हिँड्न चाहिँ यो चाहिँ अर्को हप्ता प्रतीक्षाको लागि हो होइन ईश्वरको लागि चाहिँ ब्यागमा अर्को हप्ताको लागि अहिले गिफ्ट ल्याइदिन्छ प्रतीक्षाको बर्थडेको लागि हुँदैन त आएन किनभने मेरो त पोसिबल छ आउनुको लागि तर प्रतीक्षा चाहिँ अब कामबाट त्यही भएर अहिले प्लानिङ गरौँ ईश्वरहरूले धोका दियो धुलो भयो गिफ्ट हेर्नु राम्रो सक्छ अनि बर्थडे आइपुग्दा त तेरो फुलै ओइलाउनु रहेछ मन परेको फुल ओइलाए पनि ओइलाए पनि फुल मन परेको फुल ओइलाए पनि फुल अब ईश्वरहरूलाई भेटेपछि हामी चाहिँ के खान जाने रहेछ हामी अब आज समुद्र भने जस्तै अब यसो थकाली खान जाउँ होइन अहिले अघि सी फुड भन्दा सी फुड चाहिँ किनभने पछिलाई मिस नगरौँ किनभने सबैजना भएर जाउँ ए अहिले भर्खरै यसले कुरा चेन्ज गऱ्यो क्यामेरा अगाडि आएपछि प्रतीक्षा आएपछि मात्र खाने तर अब क्यामेरा पछाडि यसले खाने प्लान सोचेर होला हान्नु पऱ्यो नि यसो यहीँ गरौँ ल लगाइ चाहिँ हामी ईश्वरहरूलाई भेटेपछि फेरि कन्टिन्यू गर्छौँ है कुन ठाउँमा हिँडेको यल्ला जल्दी जल्दी कता छिटाउ न कता हामी त इमारतको अपोजिटपट्टि छौँ हामी पार्कनिर छौँ गुबेबा मेट्रो तल छ नि ईश्वरहरूले झुट बोलेर हामीलाई लगभग पार्कमा आधी घन्टा बेसी पुऱ्याइसक्यो तलपट्टि त्यो ग्राउन्डमा जान्छ नि त्यो ल्याडर त्यहीँ छ एलिभेटरमा छ ल बाग्छु गाइज अब त ईश्वरहरू आएपछि हामी सायद रोशनको लागि म्याकबुक पनि हेर्न जान्छौँ म्याकबुक अहिले होइन पहिला खाऊँ यताउति मलाई भोक लागिरह होला सिटी सेन्टरमा जाने हो कि भन्ने कुरा हुँदैछ अब तिमीहरूले एटिएम कार्ड त ल्याए नि म हाम्रो छैन उठे गर्नु मेरोमा मोबाइलमा छ मोबाइलमा त मेरो यही हो होइन त्यो त ढोकाको कार्ड ढोकाको कार्ड एटिएम कार्ड भने एटिएम कार्डै चाहिन्छ क्यास निकाल्नुपर्छ नि त कहाँ क्यास पेमेन्ट गर्ने हो र मेरो अकाउन्टमा ट्रान्सफर गरेर म ट्याप हानिदिन्छु ट्याप त मेरोमा नि मिल्छ अनि भइहाल्यो त नि तर तिनीहरूलाई उयो गर्नुपर्छ कि ट्याप मिल्दैन कि बर्थडेवाला मान्छे आयो ए बोकाहरू ल तिमीहरू तर लास्टै कुरा थाहा छ म रोशन ढिलो आउँछ होला 10 मिनट भन्दै थियो तिमीहरू 1 घन्टा पछि आउने भर्खर बस चढेको थिएँ कि मैले फोन गर्दा झुट मत बोल्नु होइन हामी तिमीले ह्यापी बर्थडे किन घटेको तिमी ह्यापी बर्थडे ईश्वर यति थ्याङ्क यू कता गयो यारदेखि भोक लाग्यो अब पार्टी छ आइस ल रोशनले गिफ्ट नि ल्याइदिइसकेको रक्सी भने नि केले भने दुईटा भिडियोमा मेरो बेचो थाहा छ साथी आज ईश्वर फर्स्ट टाइम छिटायो कति बजी म खासमा जहिले पनि छिटै आउँछु तिमी हो ढिलो गर्ने तिमी कति बजी हिँडेको म म ठ्याक्क 6 बजी हिँडेँ हो क्या आइपुग्छ यहाँ चाहिँ छिटै होइन म कार्लिफमा आएको नि बस चढ्यो 2 घन्टा अनि कार्लिफमा यहाँसम्म आउनु नि कार्लिफ पाउँछ अस्ति सबै ट्याक्सीमा गयो ट्याक्सी जस्तै हो कि कति लिन्छ त्यसमा चाहिँ 50 तोला 50 तिर अब त त्यो 50 तिर पनि 1900 हुन्छ है हाम्रो स्पेसल अनि 1900 पो हुन्छ त अहिले त ह्याप्पी बर्थडे ईश्वरको बर्थडे आज गिफ्ट नि पाइसक्यो बर्थडे नभन्दा न फेरि काममा कसो थाहा छैन बर्थडे ईश्वर यति लोभी छ होइन बर्थडेमा के अरे त्यो चक्लेट दिनुपर्छ भनेर पार्टी सार्टी दिनुपर्छ भनेर बर्थडे छ नि मैले खाना पाएन अहिलेसम्म थुक्का मलाई चक्लेट होइन भोक लागेको छ अब केही खुवाउनुपर्छ ईश्वर आज हेर है जे पनि मुखमा जान्छ नि जे पनि आज हाम्रो पेटमा जान्छ नि ईश्वरको पेट है विचारसँग छैन भन्दै थियो कस्तो बर्थडे हो यार ऋण लिएर नि खुवाउनु पर्छ लास्टमा कभर हो लजाज देखाएर अर्कैतिर पुऱ्याउनु लाग्यो तिनीहरूले कभर एडा
नेपाल आएको नेपाल म त नेपालमै छु जस्तो लाग्छ आजभोलि यार किन म बसेको ठाउँमा सबै नेपाली हुनुहुन्छ नि त अहिले ह्याप्पी बर्थडे सबै थ्याङ्क यू भाउजूलाई पठाइदिएर पक्का पठाइदिइहाल्छ ईश्वरसँग फोटो राखेर पठाइदिनु यिनीहरूले कति 1 घन्टा हिँडायो 1 घन्टा हिँडेर ईश्वर ढाका डोबी अब उसले मेनु पल्टाएको जस्तो गर्छ यति धेरै होइन मगाउने चाहिँ मोमै हो क्या आलुचप खाने आलुचप पैसा किन्नु भएको छ भनेर सड्किसकेको थियो छ्यामा पैसा पैसा उता गरेर खान्छु क्या आरामले केही नि ईश्वरले जसरी ईश्वर एउटा कप खाइदियो फेरि यो महिनामा 17 तारिकमा आउँछ भने चाहिँ होइन खाउँ न यसो यता मोमो देखाएर क्या जस्तै लजाउनु भयो केटा दुईचोटि बेच्दा भएपछि होइन हाम्रो चाहिँ योपालि बोनस आउँछ हुन्थ्यो बोनस ईश्वरहरूले मैले भनेको थिएँ नि मेनु जति हेरे पनि लास्टमा आउने मोमै हो के भन्दा अलवेज नल्याए नि अलवेज सिरोको पूजाको ल्याएर मेन पट ल्याएर काम गरेर खोइ कहाँ गएर चाहिँ गर्छ भइसक्यो अब हामीले केही गर्नु भोलि 4-5 बजीसम्म त निस्किनुपर्छ हामी बिहान कैमरा कितना से डिस्काउंट खोज रहा है वो लोग वीडियो बनाने के बोल रहा है पर डिस्काउंट नहीं कर रहा है फायदा नहीं है ये इसका प्राइस कितना है कितना होता है ना बाबा लेते तो मास्क 1000 पिंक साइड का तो बटन वाइट आएगा 300 2 year international warranty है 300 अनि नहीं सर मलाई बर्थडे गिफ्ट राम्रो छ 100 मा रे 100 टाइम लाग्छ के गर्ने 5400 मा 15 मिनेट टाइम किन भन्नु मेरो ब्ल्याक कि व्हाइट ब्ल्याक वाइट 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 व्हाइट वाइट 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 एडा वेटेडा ब्ल्याक के हुन्छ ल व्हाइट बोल्दा तँलाई के ठिक लाग्छ रेन्डे वाइट त रेन्डे वाइट जस्तो हुन्छ अनि मल्लु मल्लु देख्छ भने कहाँबाट मलाई बोल्नु रे ग्यालेक्सीको के घडी हो बल्ल पछि भयो अघिसम्म रिसाइसकेको थियो पाएन नि कतिमा पाइसक्यो तैँले म्याकबुक 5400 कुन चाहिँ लिनु लारे M5 Pro गर्दैछु ईश्वरलाई बर्थडे गिफ्ट सनले उपहार स्वर्ग तस्बिर ईश्वर कस्तो लाग्यो बर्थडे गिफ्ट कस्तो लाग्यो नाच्यो नि त रहेछ एकचोटि टर्का साँच्चै नाच्नु अहिले स्क्रच गर्छ कि ईश्वरले बर्थडेको गिफ्ट म्याकबुक प्रो हामी फोटो खिच्ने अब त जताबाट छिरे नि यताबाट आउनु यताबाट थाक्यो यार गाइस रोशनको म्याकबुक पनि लियो
आज 25 वर्ष पुग्यो नि थाहा छ 26 हो रोशनले मैले भने अब रोशनले ए होइन जहाँ पुग्यो रोशनले 3 घन्टा गन गरेर 25 दिराम धेरै होइन 25 दिराम डिस्काउन्ट खिलाएर त्यो 25 दिरामको लागि हामीले बाहिर गएर 20 दिरामको चटपटे अनि पानी अनि जुस गर्दाखेरि 50 दिराम खर्च गरेर आइसर मैले पुरा घाटा बनाइदियो पुरा घाटा बनाइदियो अनि 2 करोड का इन्भेस्टमेन्ट था 3 करोड घाटा गयो तर मिठो है सम्झ मिठो थियो मिठो बनाउँदो रहेछ अनि तिमीहरू बार्गेनिङ गरेर 25 बचाउँदाखेरि हामीले 50 खर्च गरेर आइसक्यो के भयो छोडेर पायो खासमा आज ईश्वरको बर्थडे हो रोशनले गिफ्ट किनिदिएको छ ईश्वरको लागि MacBook 5 Pro 512 GB होइन ब्ल्याक कलरमा प्राइस चाहिँ कति पर्यो भन्दाखेरि 4425 तिर भनेको थियो त्यो 4450 3 घन्टा बसेर डिस्काउन्ट लियो 25 दिराम त्यो 25 दिरामको लागि के भयो सब भन्नु यस्तो धेरै वेट गर्यो समयको महत्त्वलाई कसले सिकायो कस्तो गनिन गरे क्या होइन अस्ति नै हामी आइसक्यो ठिक छ त हिँड्न यस्तो राम्रो भ्यू छ यहाँ डुङ्गा बोट चलाउँ न थत् मलाई केटी जति गनिन गरे जहाँ पुग्छ पुग्छ नेपालमा त हराउँथ्यो त बोट म्याउ म्याउ थाहा नै भयो म्याउ 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 बिरालोले पनि सुनेन समुद्र ईश्वर यो बोट चाहिँ के गरी बाढी आइहाल्यो भने ब्याकअपको लागि हो क्या यस्तोरी बगाएर कुटकुट स्याम्पल राखेर नि कहाँ मान्छे कहाँ बस्छ त मै अड्दिन बस्यो भने यहाँ बोटमा ए होइन त साइडमा समुद्र छ नि त यहाँ बस्यो समुद्रबाट अलिक पानीको छाल आयो भने बोटमा चढेर बोटिङ हाने क्या भनेर नि पछाडि बस्नु पऱ्यो नि त सुन फर्म राखेर छच्चा बसेर गङ गर्थ्यो अझै गर्नु साले भाते पाग यही हो कि साइड में पाग मुलाई त्यत्रो घुमाइदियो यिनीहरूले सबर मालुम सजिक मैले भन्दै नि धेरै के वेटिङ गर यिनीहरूलाई धेरै हिँडाउँछ क्या ऊ ट्रेकिङ जाने मान्छे रे यिनीहरू थ्याङ्क यू नट इन्ट्रेस्टेड समातेर लाउने साथै ल्याएर म त लास्टै रिसाउँछ यार रोशन पार्क खोज्दै हामी चाहिँ आइपुग्यो फाइनल्ली यो त ठ्याक्क तराईतिरको घर जस्तै छ त घर बनाएर बस्ने हो क्या जग्गा मात्र किनौँ न यत्रो घर बनाएर बस्ने ए जग्गा चाहिँ किन रोशन तिमीले पाथ्यौ चिने वाउ खोल तेरो फ्ल्यासलाइट बाल्यो के खोल्ने ओइ किन नखिचेको तैँले यार ओइ हल्ला सानो यार सिक्युरिटी लड्छ त चोरेर ल्याएर भिडियो तर ऊ रुममै गएर उति गरौँ न यो किन के हो खोल 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 न किन तपाईँले किन के याद आयो यसलाई भर्खर जोसो खोल्दै थियो फेरि के यस्तो भाँच्नु पुरै यतापट्टि यो यस्तो दुईटा फोल्ड ढ्याङ्गो गर्दो रहेछ त्यो निस्किन्छ कि निस्किँदैन निस्किन्छ होला निस्काउनु त टाइमको दुईवटा छुट्टै छुट्टै पार्ट हुन्छ होइन छुट्टै यहाँबाट पानी छिर्दैन नि किबोर्डबाट ड्रप प्लेस गर्नु रहेछ ड्रप स्क्र्याच स्क्र्याच मसँग त्यो कोदाएर नेपाल कहाँ गयो नेपाल इङ्ग्लिस जान्न साले त्यो नेपाल बसेर बस्छ चलाउने यो त अनि अझै यार 5 GB डाउनलोड गर्नुपर्छ कहाँ डाटा बर्थडे होइन नगर अहिले त्यसो। त्यही भएर मलाई अघि नगर्नु ईश्वरको बर्थडे बाँकी छ यार तिमीहरूले ईश्वरले यसमा अल्झेर उसले के पनि खुवाउँदैन अहिले अनि बर्थडेमा गिफ्ट पाइसक्यो यत्रो ठुलो के चाहियो अरू हातमा पो दिनुपर्छ रहेछ नगर्न माया कस्तो सुमसुमा हाला रे यार यो चटपटे खाँदा आऊ पनि भन्नु यार लौ हातमा दिएन ल यसो हस्तान्तरण गिफ्ट हस्तान्तरण
हस्तान्तर खराबको गरे त तँले त टिकाउँदिनस् यसले त होइन साँच्चै मलाई त है त्यो किने जस्तो त्यो किनेर अलिकति इम्पोर्टेन्स भन्ने कुरै थाहा छैन कि मलाई अहिले होइन होला अघि पनि त डङ्गै झार्दै मैले सिसामा त्यो डङ्ग हाल्दै यहाँ पनि झार्दैन एकचोटि त्यहाँको मान्छेले बिस्तारै गर्न भनेर हो साँच्ची त्यहीँको मान्छेले भन्छ डरायो होला बिग्रियो भने यसले फेरि यहीँ फिर्ता अर्को दियो भने भनेर किन्दिनँ भनेर तिनीहरू त्यस्तो पैसा हाल्दैन बिच वेट डिफ्रेन्स हेर्दै दुइटाको मेरो त आधी जति वेट आउँछ होला एयर र प्रो अनि स्लिम हेर नि त स्लिम ए लुक्समा त मलाई अझै पनि यही मन पर्छ ट्रेनै मन कस्तो छ लुक्समा त मलाई यो मन पर्यो यो अलिकति हेभी न उस्तो उस्तो छ हेभी छ उस्तो भन्छ एयर भएको नपात न त कागज चियादी कागजै चाहिँदैन त्यो म फोहोर नफाल्नु भन्नु म त रुममा गएर खल्तीमा हाल्नु फोहोर हेभी छ नि मुला म खल्लो बनाउँदैन तर हेभी छ नि मलाई साँच्चीको यही मन पर्यो ग्रे लुक्समा आयो सपिङ ग्रे होइन सेम नाइ लुक ग्रे कलरमा होइन क्या त्यसको के भन्छ यो फ्ल्याट डिजाइन मलाई मन पर्यो ए मलाई यसमा फ्यान बेल्ट भएर हो कि फ्यान छ कि यसमा फ्यान छ त्यही भएर नत्र यो पनि त्यो स्पिकर पनि अनि अलिक बढी छ त्यही भएर बदला लिएर क्या त्यो नबुझाउनको लागि तर मलाई मतलब छैन म लिने त इयरै लिने भन्नु थिएँ नि त सबिनले भने मात्रै है इयरै लिने भन्नु थिएँ अनि त्यो अलिकति पैसा थपेर यसले भन्न थाल्यो अनि ल तर मलाई चाहिँ मन परेन भयो तत्त्वले खाना चाहिँ कतिखेर गयो भने त्यहाँ बाहिर उभिरहेको देखेर तेरो सम्पत्ति खोल्ला तै खोल्ला यो त बाँके हल्का भएर हो त हामी गफ गर्दै बाहिर हेरेर बाहिर उभिरहेको यसले त बुझ्दैन नेपाली बुझ्दैन होला है अरबी बुझ्छ होला हल्पुल को स्विच निकाल त सबले बोलिरहेको छ त्यो अङ्कलले आएर बाल्दा फेरि एक्चुली यो फुटाइसक्यो क्या खाम्रा छस गरेर सुन है सर त्यो हेभी ले आवाज भए मजा है सानो सुर रम जस्तो छ त्यहाँ पखना मुला मुखमै दले मुला कमरा मेरो एउटै त होइन ईश्वरको हुनु मेरो हुने एउटै होइन नखुट्टालाई अनबक्सिङ होइन है टक्क है अब अब टेन्सन छ त मापाले ईश्वरले दुईटा गिफ्ट पायो एउटा म्याकबुक र किनिदिएको बोतल पर्फ्युमको बोतल प्रतीक्षाकोमा जाने घुमाइ चाहिँ सायद भोलि हुन्छ होला हाम्रो आजलाई थाक्यो गाइस अब गएर आराम गर्ने पछाडि चुपडी हेर्न सक्नुहुन्छ यहाँको यो म्युजियम जस्तै हो यहाँको यो खास म्युजियमै होइन सर यो म्युजियमै हो पहिलाको घर चाहिँ यस्तो यस्तो हुन्थ्यो टाइपको बनाएर राखेको म्याउ झन्डै किल्चिदियो यार मैले कालो चस्मालाई राखेँ न आफूले देखाएको छ नि तर कतिले भन्छ कि पहिला चाहिँ यस्तो यस्तो टाइपको थियो पहिला चाहिँ यो टाइपको स्ट्रक्चरहरू हेर नि यो स्ट्रक्चर त्यही त देखाएको होला न त किन यत्रो धन्दै ठाउँमा यस्तो किन बन्नु पर्थ्यो आजदेखि त नि पुरै उयो नि त चन्द्र के अरे भुर्ने मलाई सुपरभाइजर हामी चाहिँ प्रतीक्षाकोतिर लाग्दैछौँ भाइजर फर्स्ट सेन्टिफ एस राति कालो चस्मा लगाएर हिँड्नुको तर देख्दो रहेछ देख्छ के देख्छ आँखा रातको कति बज्यो भने रातको बज्यो अब होल्ड